सबैले सुन्नुभएको नाम होला ज्योति मगर। उनको व्यक्तिगत जीवन र उनको कलाकारिता क्षेत्रमा मैले प्रवेश गर्न चाहेन, तर आज राखेको एउटा स्टाटसमा जसरी उनले अभिव्यक्ति जाहेर गरेकी छन् त्यो भने निकै विज्ञहरूले दिने अभिव्यक्ति भन्दा एकदमै सान्दर्भिक छ। पछिल्लो समय मिडियामा बोल्न सक्ने र केही कुरा राख्न सक्ने र हावाहुरीको भरमा नेता बनेकाहरूलाई एकदमै राम्रो झापड लागेको छ। किन भन्दाखेरि उनले यस्तो भनेकी छिन्, एक नेपाली नागरिक भएको हैसियतले एउटा कुरा ठोकेरै भन्छु, नेपालमा भएको हरेक आन्दोलनहरू राणा शासन विरुद्ध, पञ्चायत विरुद्ध, जनयुद्ध, राजतन्त्र विरुद्ध जति पनि भए व्यवस्था परिवर्तनका लागि र नेपाली जनताको हकहितका लागि क्रान्ति भएको थियो। भलै लिडरहरूले हाम्रो अपेक्षा पूरा गरेनन्, त्यो फरक हो, तर आज जे भइरहेको छ यो क्रान्ति होइन, यो अराजक र भाँडभैलो हो। केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यनाश, यो चाहिँ फिल्म रातो घरको आइटम गीत हो। ल अब गाली वर्षाउनुहोस् देशको झण्डा ओढेर देश चलाउने सच्चा देशभक्तहरू। वास्तविक कुरा यही भएको छ। हामी व्यवस्था परिवर्तनको नाममा देशको इतिहास, देशको सभ्यता र देशको सम्पत्ति मेटाउन खोजिरहेका छौँ। किनभने यदि हामीले व्यवस्था परिवर्तन गर्नका लागि यो गरेका हौँ भने यत्रो विध्वंस किन त? मानव कुनै पनि व्यक्ति अथवा नेताहरूको सम्पत्ति जल्यो अथवा त्यो आक्रोश थियो, तर राष्ट्रिय सम्पत्तिमा के को आक्रोश भन्ने प्रश्न उठेको छ। वास्तवमा आजका जति पनि नेता भन्दै अगाडि आइरहेका छन् यो पछिल्लो समय, तिनीहरूभन्दा उनी एकदमै विज्ञ मान्न सकिन्छ। त्यसैले कुनै पनि व्यक्ति सोसल मिडिया र मिडियामा केही कुरा बोलेको भरमा र हावादारीको भरमा नेता बन्यो भने देश कहिले पनि उभो लाग्न सक्दैन। गहन अध्ययन र हाम्रो पहिलेको एक्सपिरियन्स, पहिला हामीले के कुराले गर्दाखेरि देश यो ठाउँमा आइपुग्यो, सबैको आत्मालोचनासहित देशलाई नयाँ ढङ्ग दिने हो भने एउटा विज्ञ टोलीले अगाडि बढ्न जरुरी छ। होइन भने यही केटाकेटी आइ गुलेलीको सत्यनाश भने चाहिँ मात्र बाहेक अरू कुनै अर्थ लाग्ने छैन। तपाईँहरूलाई के लाग्छ? ज्योति मगरले कस्तो के भनेकी छन्? ठिक भनिन् या गलत भनिन्? आफ्नो विचार पनि लेख्न नबिर्सिनु होला। धन्यवाद।